हेलो गुड मर्निङ है साथीभाइहरू। र अहिले भने चाहिँ म यहाँनिर बारीमा आइपुगिसकेको छु। र आज चाहिँ यहाँ अलिकति मुलाहरू छर्नुपर्ने छ है, दल राख्नुपर्ने छ। अब कस्तो हुन्छ रोप्नुपर्ने छ हो। अब यहाँ खनेर बारी त अस्ति रेडी गरेकै छु मैले होइन। अब यहाँनिर चाहिँ अब रोप्नुपर्ने छ हो। अब यहाँ भिडियो गरिदिने मान्छे छैन, अब अहिले रोपेर ओरेर देखाउँछु है कस्तो हुन्छ। र मैले चाहिँ अहिले दुईवटा ड्याङ रेडी बनाइसकेको छु हो, प्याज र मुलाको लागि। यो चाहिँ मुलाको लागि हो होइन। अब मल बोक्नुपर्ने छ, अन्त यो चाहिँ मैले प्याजको लागि ड्याङ रेडी बनाइसकेको छु है। र अब मल बोकेर फेरि भिजाएर चाहिँ त्यहाँबाट छर्नुपर्ने छ, के कस्तो हुन्छ। अब बोक्नु गएको म चाहिँ यतै गाइस, म चाहिँ मल बोक्दैछु। मेरो चाहिँ क्यामेराम्यानै नभएर बिजोग भयो र अब मल बोकिसकेर म यो लास्ट ट्रिपको रेडी गरेर चाहिँ छर्नुपर्ने छ। यो चाहिँ प्याजको हो है, यो प्याजको चाहिँ यस्तो हुन्छ। यो चाहिँ बजारे प्याज हो होइन। अन्त यो चाहिँ मुलाको हो। यहाँ एकदम रेडी गरिसकेको छु, अब चाहिँ छर्नुपर्ने छ है। मैले चाहिँ रेडी गरिसकेको छु, मलहरू नि ओछ्याएर ओरेर हो, यी सबै मिक्स गरिसकेको छु मलहरू हालेर ओरेर। यहाँ पनि यो एकदमै रेडी भइसकेको छ, अब चाहिँ छर्नु छ। अन्त चाहिँ अब छरेर ओरेर चाहिँ घर जानुपर्छ त्यता। त्यही मैले चाहिँ काम सकेँ हो, तर ढिलो चाहिँ ढिलो भयो यो अब बेड रखाइहरू चाहिँ। तर भए पनि हेरौँ अब कस्तो हुन्छ है, के कस्तो हुन्छ तपाईँहरूलाई भिडियोमा देखाउँछु है। बा राम्रै हुन्छ कि हुँदैन हो। ल त गाइस बाइ बाइ है, एकदम माया देखाइदिनु पऱ्यो। बाइ बाइ।